Now I wanna drink. Big deal, my meal not proper. High top fade like top from Kid and Play. Hello guys, good morning guys. Welcome back my Manoj vlog. म आज चाहिँ दैलेखमा छु हैन के पुग्नु के आज चाहिँ म दैलेखमा छु कति बज्यो 9 बजिसक्यो हैन बाहिर पुरा पानी परिरहेछ मजाले त हैन त्यो अलिअलि परिरहेछ चिसो चिसो छ मौसम ल गाइस बाहिरको म भेटौँ देखिसक्नुभयो होला भ्यूहरू चाहिँ यहाँ चाहिँ हाम्रो यो चाहिँ यहाँनिर उतापट्टिको चाहिँ हाम्रो घर भयो होइन अनि यहाँनिर चाहिँ अब सुन्तलाको बोटहरू यताउता छ मेरो घर पनि छ यहाँ मेरो घर चाहिँ देखाउँछु ल यहाँनिर मेरो घर छ एकछिनमा वेट मेरो घर हेर्ने गाइस ओ केटाकेटी हो मेरो घर हेर्ने हो मेरो घर है यहाँ चाहिँ यो त मेरो घर भयो यहाँ चाहिँ के पनि छैन यो भित्र बस्ने मान्छे यहाँ बेड सेट पनि छैन है त्यो पारेको चाहिँ त्यो चाहिँ दैले बजार भयो अनि यो चाहिँ हाम्रो गाउँ भयो यो चाहिँ फरिगैरा भयो त्यो चाहिँ दैले बजार भयो अनि त्यसपछि यहाँ चाहिँ सुन्तलाको बोटहरू छ टन टन तारा होला लगेज एकछिनमा भेट्दै गरौँ न के राम्रो चिज भएछ भने देखाउँला अब त्यस्तै हो नत्र गाइस यो चाहिँ मेरो घर भयो यहाँनिर छ घर यहाँनिर सुन्तलाको बोर्डहरू भयो यो चाहिँ सुन्तला देखाउँछु म एकछिनमा सुन्तला हेर्ने हो गाइस सुन्तला सुन्तला चाहिँ मजाले फलिरहेको छ अरूमा चाहिँ सकिसक्यो एउटामा योमा चाहिँ बचिरहेको रहेछ यो चाहिँ मेरो लागि हो तर मैले अहिले खाँदैन पछिसम्म ल अहिले एकछिनमा भेटौँ न गाइस दैलेख भन्छ नि यही हो दैलेख यहीँ छ दैलेख यहाँको पारिको चाहिँ घर हाम्रो हो यहाँ अब म उसँग राँचीतिर जानु लाग्यो घुम्न मकै खाँदै यस्तो होइन लोकल अर्ग्यानिक खाजा साग यो के भन्छ गेडागुडीहरू हान्दै काक्का लाएर म पहिला सानोमा स्कुल जाने बाटो पनि यही नै हो बच्चा बेलामा यहाँ यत्रो सानो ब्याग बोकेर टुकुन हिँड्ने भने मै हो कोही नयाँ मान्छेहरूले देख्नु भयो भने यही हो खतरा छ ठाउँ बवाल छ बवाल ओएमा त्यो पारेको गाउँमा त्यो पारी छ नि त्यो त्यो उता काङमा पनि जान्थ्यौँ हामी राति यार पहिला जमानामा यस्तो छ रोड चाहिँ यहाँको म 5 क्लाससम्म पढेको स्कुल त्यो हो यहाँ नजिकै छ त्यो चाहिँ अनि म चाहिँ अरू पढेको चाहिँ अगाडि हो अगाडिपट्टि त्यस्तै छ केटा हो गाह्रो छ जिन्दगी चिसो बहुत छ बुढी छैन चिसो छ बुढी छैन भन्ने हिँड्ने गाह्रो छ जिन्दगी लगाएछ भेट्दै गरौँ एकछिनमा त्यस्तै हो गाउँतिर चिसोहरू हुँदै हिँड्छ चिसो हुन्छ भन्दैमा हिँड्न चाहिँ छोड्नु भएन है गाइस ल गाइस अहिले चाहिँ हामी कहाँ हो माइलो कहाँ हो हामी कहाँ भन्छ यो दारेघाट कहाँ कुन ठाउँको दारेघाट हो यो माबु दुई जाने दारेघाट बन्दैछ होइन कहाँ हो दुईको भन्थ्यो त दुई त मासतिर बाटो कताबाट हो ए गइरहेको त गाडी हेर न यो गाडी गइरहेछ होइन यस्तो खोलाबाट टक्क लाएर
अब चाहिँ अब हामी चाहिँ यहाँ थियौँ यसो घुम्न यो खोला भयो यतातिर यहाँ चाहिँ पसल थियो यहाँ खाजासाजा खायौँ अनि अब निस्किन्ला हो अब लगाइस् अब एकछिनमा भेटौँ लगाइस् अहिले चाहिँ हामी पुलमा हो होइन KOBELCO को बोलेको फेरि भन्दै त के पढेर जान अलि यता आएर भन्न KOBELCO को बोलेको गाह्रो छ हौ यहीँ हो होइन ल म चाहिँ अब यहाँबाट बाइक हाल्न लाग्छु होइन अब हेरौँ कस्तो हुन्छ लाइट बुक भिडियो बनाऊ अगाडि गएर ल आउँदैछन् होइन टक्क लगाएर पारीबाट मनोज पुलमा गाडी हाल्दैछन् ल हेर्नुहोस् यस्तै छ बाटो के गर्ने पाहाडको बाटो यस्तै हो दामी छ होइन के गर्ने अब यहाँ पुल बन्दैछ पुल बन्यो भने चाहिँ ठिकै हुन्छ कस्तो भइरहेको त कस्तो लागेर आउनुभयो कस्तो छ ठिक छ नि लगाएछ बहुत गाह्रो हुँदो रहेछ यार यहाँ चाहिँ यो पुलमा बाइक हालियो यार बहुत डर लाग्दो रहेछ होइन पुरा हल्लियो जस्तो हुँदो रहेछ क्या यो बाइक यसले चाहिँ दिएछ मार्केट खान्छ यो टिभीएस रेडर भन्ने हो बवाल छ बाइक चाहिँ त्यही हो यस्तो घुम्न आएको गाउँमा पनि यसो कहिलेकाहीँ घुम्नुपर्छ होइन यस्तै छ के गर्ने यार अरू के छ त अनि गर्लफ्रेन्ड सर्लफ्रेन्ड कतिको बनाइयो त छैन मेरो गर्लफ्रेन्ड मा बिहा गरेर मैले छोरो जन्मा छ मेरो होइन छोरो जन्मा अझै बिहा गर्दैन गर्लफ्रेन्ड सर्लफ्रेन्ड अनि बिहे गरेर अब गर्लफ्रेन्ड छैन नि त बिहे गरेर बुढी छ घरमा आज कहाँ जाने हो त नि आज आज घर गएपछि सोचौँ ल आज कहाँ जाने थाहा छैन होइन ल अब एकछिनमा भेटौँला अब बाटोतिर कस्तो हुन्छ ल हेर त यहाँ बाटो देखाइदियो त ल बस आइज ल बाटो देखाइदियो यहाँ अगाडि बाटो देखाइदियो यस्तो टक्क ल बाटो झार्ने त होला होइन यस्तो छ बाटो के गर्ने के माबुको बाटो यस्तै छ के गर्ने गाह्रो छ हौ अनि अनि बब्बाहरू त यस्तो छ बाटोको हालत यस्तो छ कि नाजुक छ नाजुक कस्तो फिल भइरहेको त कस्तो फिल भइरहेको त बाटो दिएर हैरान भएको यार दामी छ नि बाटो कतिको स्पिड चलाइरहेको त अनि कतिको स्पिड चलाएको स्पिड त छ यार यार मान्नै पर्छ यस्तो बाटोमा यस्तो कुदाएर ल्याउनु पर्छ के गर्ने यस्तो बाटो छ ल हेर्नु आफूको गाडी मान्छे बसेर हालेर ल्याएको
गरिदिउँ भन त्यो चाहिँ मानमा स्कुल त्यहाँ यता देखेको चाहिँ खरि गएर दबडा थियो दबडा हो होइन बारीको त्यो चाहिँ ल हाइसिनिरहेछ पक्क लाएर हामी त्यस्तै हो त्यो बाटोमा हाइस पनि आउँछ ए त्यो बाटो नि हाइस आउँछ बोला ना यार हाम्रो गाउँको भन्दा अगाडि पिच हुन्छ जस्तो छ यो बाटोमा गाइस अहिले चाहिँ हामी ट्याक्कै लगाएर मानमा र ऐराडीको बिचमा छौँ खरि गएर चाहिँ त्यो माथिको भयो यो माथिको हो यो डाँडा स्कुल यो चाहिँ स्कुल देखिरहेको चाहिँ यताको त्यो चाहिँ अनि अब अहिले चाहिँ हामी यहाँ यसो बसेर एकछिन छोटो मिठो ब्रेक के भयो म चाहिँ खुट्टा दुखेँ क्या गाह्रो छ कस्तो बवाल देखिरहेको छ यो भएर यस्तो दामी छ होइन यस्तै हो रमाइलो छ कहिलेकाहीँ रमाइलो गर्नुपर्छ होइन माइलो पुरा खतरा उता घाम परेछ ठ्याक्कै ओहो बवाल ल बवाल छ अरू के छ त माइलो लगाएछ अहिले एकछिनमा भेटौँ ल गाइस अहिले चाहिँ हामी कहाँ आइपुगिसक्यौँ माइलो आलगढी यहीँ यहाँ माथि हो यही हो खरि गएर बजार यहाँ माथिपट्टि छ ल गाइज आजको लागि चाहिँ यति नै हुन्छ होला थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू फर वाचिङ दिस भिडियो थ्याङ्क यू सो मच गाइज कहाँ हो हामी खरिगएर कहाँ हो खरिगएर खरिगएर बजार यही हो खरिगएर बजारमा हामी छौँ माइलो दादा बल्ल आइपुग्यो होइन ल ल गाइज भेट्दै गरौँला केही भएछ भने नत्र आजको लागि चाहिँ यति नै हुन्छ होला